सहिष्णुता छ वैदिक सनातनमा। अरू धर्मले व्यक्तिलाई मान्छन्, व्यक्तिलाई परब्रह्म परमात्मा परमेश्वर भनेर भन्छन्, तर यसले के गर्छ भने प्राकृतिक सिस्टमलाई, त्यो सुप्रिम पावरलाई मान्छ, मूल तत्त्व एउटा सृष्टिको त्यो मूल तत्त्वलाई मान्छ, प्रकृति सिस्टमलाई मान्छ, जेनेरेटर ओपरेटर डिस्ट्रक्टर पावर, यो एउटा त्रिआयामिक शक्ति र सिस्टम छ यहाँ, त्यसलाई मान्छ। यसले व्यक्तिलाई अब गुरुको रूपमा मान्ने भयो। संसारमा चलेका धर्महरू अब हिन्दू, बुद्ध, इसाई, इस्लाम, जैन, सिख, पारसी, सिन्तो, ताओ, कन्फ्युसियस, कन्फू, कुर्दिश, यहुदी, जातीय प्रकृति, यस्ता धेरै धर्महरू छन्। यो मानिसहरूमा इगो छ, एकदमै ठुलो इगो छ, म नै घमण्ड, आई एम किङ, अदर इज नथिङ भन्ने एउटा मानिसको भावना छ। त्यस्तो जिसस क्राइस्टले भन्नुभएको छैन। फरक विषयवस्तु फरक प्रसङ्गमा आजको सत्य बहस। नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ कार्यक्रम सत्य बहसमा। म यज्ञराज खडा। कार्यक्रम सत्य बहसमा विभिन्न श्रृङ्खलाहरू हामी प्रस्तुत गर्छौँ, जस अन्तर्गत राजनीतिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक मुद्दाहरू उठाएर हामीले केही बहस गर्छौँ। तर आजको यो विशेष बहस भने एउटा राजनीतिकसँग सम्बन्धित, समाजसँग सम्बन्धित, अझ भनौँ शैक्षिक क्षेत्रसँग सम्बन्धित र धार्मिक विषयका विषयमा आज हामी कुराकानी गर्दैछौँ। जस विषयमा कुराकानी गर्न आज हामीसँग एकजना विद्वान तथा राजनीतिक विश्लेषक शिवराज सञ्जाल, जो भास्कर सरका रूपमा पनि परिचित आदरणीय व्यक्तित्व हुनुहुन्छ, जो उहाँको परिचयको रूपमा छोटो परिचय दिनुपर्दा लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान दिनुभएको आदरणीय व्यक्तित्व हुनुहुन्छ र उहाँ कालीकोट जिल्लामा जन्मिनु भएको व्यक्ति हुनुहुन्छ र उहाँले विशेष गरेर ठाउँ ठाउँमा आफ्नो शिक्षण पेसालाई चाहिँ ठाउँ ठाउँमा उहाँले चाहिँ देखाउनु भएको छ। त्यसै अन्तर्गत रहेर आज हामी यो शैक्षिक विषय, राजनीतिक विषय, सामाजिक विषय र पछिल्लो समयको अन्य विषयवस्तुहरू पनि समेटेर केही बहस गर्ने प्रयास गरिरहेका छौँ। यस बहसमा सबैभन्दा पहिला हामी आदरणीय व्यक्तित्व, जो विद्वानका रूपमा मैले उहाँलाई चाहिँ यो आज कार्यक्रममा निम्ति आएको छु र उहाँसँग कुराकानी गर्छु। यहाँलाई स्वागत छ शिवराज। धन्यवाद। आराम हुनुहुन्छ? आराम छु। पछिल्लो समय राजनीतिक विश्लेषण पनि विभिन्न प्रकारले भइरहेका छन्। हामी राजनीतिक, सांस्कृतिक, धार्मिक र शैक्षिक विषयमा आज हामी छोटो बहस गर्दैछौँ। छोटो बहसमा कति सम्भव होला, असम्भव होला, यो हाम्रो समयले बताउला, त्यो कुरा गर्दै जाउँला। सबैभन्दा पहिला म तपाईँसँग तपाईँको राजनीतिक पेरोफेरो, राजनीतिक बहसको विषयमा छेड्छु। राजनीति गर्नु, अहिलेको राजनीतिक पेरोफेरोमा राजनीति गर्ने व्यक्तिहरू सेवा होइन, एउटा समाज सेवामा लाग्नुपर्छ अर्थात् राजनीतिकलाई समाज सेवाका रूपमा अगाडि बढाउनुपर्छ भन्ने खालको भाष्य छ, अर्थात् मान्छेहरूले गरिरहेका छन्। यस विषयमा तपाईँको भनाइ के छ? राजनीति एउटा समाज सेवा नै हो, तर अहिले राजनीति कस्तोमा परिणत भयो भने आफ्नो पेसागत रूपमा, आफ्नो चाहिँ व्यक्तिगत विकासको लागि, आफ्नो पारिवारिक विकासको लागि, आफ्नो नातावाद, कृपावाद, आसेपासेलाई त्यसलाई चाहिँ भरण पोषण गर्नुको लागि व्यक्तिगत स्वार्थको र पारिवारिक स्वार्थमा निहित भयो राजनीति। र खासै समाज सेवा हो, स्वतन्त्र हो, समाजको सेवा गर्ने हो, बदल्ने हो, अनि यो चाहिँ राजनीति हो। तर उल्टो चाहिँ भयो, व्यवहारिक भएन। भनेपछि पछिल्लो समय तपाईँ राजनीतिकलाई समाजसँग जोडिँदै गर्दा अब हामी सामाजिकतिर पनि केही कुराकानी गरौँ। जस्तै राजनीति तपाईँको आस्था पनि छ। अघि पनि हामी तपाईँले अनौपचारिक रूपमा तपाईँसँग कुराकानी गर्दा राजनीतिक अहिलेको फोहोरी खेल भयो भन्ने खालको पनि कुरा गर्नुभएको थियो। तपाईँ विगत लामो समय नेपाली काङ्ग्रेसमा व्यतीत गर्नुभएको व्यक्ति हो। त्यसपछि तपाईँले एउटा पार्टी परिवर्तनको रूपमा रासोपामा पनि आउनुभयो। त्यसपछि तपाईँ रासोपाबाट केही समयका लागि अब कुनै पार्टी नरहने कि भन्ने खालको पनि तपाईँको चाहिँ अभिव्यक्तिहरू दिइराख्नु भएको थियो। खास तपाईँको यो यात्रा, राजनीतिको यात्रालाई छोटोमा परिचय दिनुपर्दा कसरी दिनु? अब यसरी म यसरी दिन्छु। पहिले हामी खासै राजनीतिमा लागेनौँ, आफ्नो पेसा शिक्षण पेसामा नै हामी तद्लिन भएँ म। अब मेरो बुवा अनि मेरो बहिनी यिनीहरू राजनीति पेसामा लागे र त्यसपछि लामो समय गरिरहँदा अब शिक्षक सङ्घमा आबद्ध भयो, त्यसको भातृ संस्था। अनि शिक्षक सङ्घमा आबद्ध हुँदाखेरि अब त्यहाँबाट अहिले म निवृत्तिबाट हुँदाखेरि अब त्यो खाली भएँ। अब परिस्थिति अनुसार, देशकाल समाजको परिस्थिति अनुसार म अस्ति यो उसमा रासोपामा गएँ 3 गते, जेठको 3 गते। परिस्थितिले गर्दा गएँ, फेरि 15-20 दिन जति त्यहाँ बसेँ, फेरि कङ्ग्रेसमै चाहिँ क्रियाशील चाहिँ मैले गराएँ, एक्टिभ गराएँ, क्रियाशील सदस्यता। काङ्ग्रेससँग केही पुगेन, रासोपामा जानु, रासोपामा पनि पुगेन, फेरि काङ्ग्रेस। फेरि मेरो यस्तो हो, व्यक्तिगत स्वार्थको लागि होइन। मैले त्यहाँ पनि विचार गरेँ, त्यहाँ पनि विचार गरेँ, सबै अब यतातिर जाउँ, ल पहिलेको पार्टी चाहिँ आस्थावान पार्टी त्यतातिर जाउँ भने त्यो पनि मलाई के भयो, अब दिगदार भएर कुनै पनि पार्टीमा नलाग्ने। आजका मितिदेखि पार्टीबाट जसरी म शिक्षक पेसाबाट निवृत्त भएँ, त्यसरी पार्टीबाट पनि रिटायर हुने, अबदेखि मैले पार्टी छोडेँ भनेर मैले चाहिँ यसरी प्रतिबद्धता गरेको छु। म राजनीति पार्टीमा लाग्दैन, त्यो पार्टीमा लाग्यो भने अशुद्ध हुन्छ मान्छे, एकदम
एकदम शुद्ध नागरिक भएर विवेकशील नागरिक भएर समाजको सेवामा तत्लिनुहुने होइन। जस्तै लामो समयसम्म राजनीतिसँग तपाईँ आस्थावान हुनुभयो, शिक्षक पेसासँगै तपाईँ राजनीति पनि गर्नुभयो, अब झन् यति बेला त सेवानिवृत्त भइसकेपछि राजनीतिमा क्रियाशील भएर एक्टिभ भएर लाग्नुपर्ने अवस्थामा तपाईँ राजनीति छोड्दै हुनुहुन्छ, कारण के? कारण यस्तो हो, समाजसेवा राजनीति दुई प्रकारको हुन्छ, औपचारिक र अनौपचारिक हुन्छ। एउटा चाहिँ जनप्रतिनिधि भएर चाहिँ भोट मागेर चाहिँ माथि जाने हुन्छ, एउटा समाजको सेवा गर्ने पनि, त्यो पनि एउटा राजनीति नै हो, तर त्यसलाई राजनीति भन्न मिल्दैन, समाजसेवा नै भन्न मिल्छ। अब यहाँ के भयो भने राजनीतिमा लाग्दाखेरि अशुद्ध भइने भयो के, एकदम त्यो विवादमा मुसिनु पर्ने, शत्रुतापूर्ण समाज हुने भयो, आफ्नो चाहिँ मित्रहरू कोही पनि नहुने भए होइन। यो आज हाम्रो देशमा रहेको अधुरो अपुरो दूषित र अस्थिर राजनीति प्रत्येक क्षेत्रमा पाइलामा टाँसियो। सुधारको नाममा नैतिकता, अनुशासन, धर्मका यी आधारभूत नियमहरूमाथि नै कुठाराघात असर पर्यो के, मानिसमा मानवता हरायो। त्यसैले यो राजनीतिमा लाग्नुभन्दा नलाग्नु ठिक छ। आफ्नो मानवताको विकास गर्दै शुद्ध एकदम स्वतन्त्र रहेर समाजको सेवा गर्नुपर्छ भन्ने। जस्तै तपाईँले समाज सेवाको कुरा गर्दै गर्दा तपाईँ त समाजलाई नजिकबाट निहालेको हो। शिक्षा क्षेत्रमा शिक्षक भनेको त यस्तो चिज हो जो गुरुत्व प्रदान गर्ने ठाउँमा हुनुहुन्थ्यो, तपाईँले नजिकबाट समाजसम्म निहाल्नु भएको छ। छुवाछुत, जातीय छुवाछुत, उत्पीडन लगायतका विभिन्न केसहरू छन् नि, त्यो केसमा चाहिँ तपाईँको प्रत्यक्ष रूपमा अहिलेको समाजले गरिरहेको त्यो छुवाछुतप्रतिको भेदभावप्रतिको विशेषताले तपाईँले कसरी निहाल्नु भयो? यो एकदमै मानवतावादी त पर्दैन, किनभने जातीय, वर्गीय, क्षेत्रीय, लिङ्गीय, धार्मिक, साम्प्रदायिक भेदभाव गर्नु भनेको मानवतावादी त परेन, दानवभित्र पर्यो। दानवीय प्रवृत्ति हो यो। अशिक्षित मान्छेहरूले गर्दा कुनै एक समयमा सामन्तवादले बनाएका आचार संहितालाई अझैसम्म मान्छेले पालन गरिरहेका छन्, त्यो मानवताभित्र पर्दैन र त्यो चाहिँ शिक्षित मानवभित्र पनि पर्दैन। त्यसैले हामीले यो चाहिँ मेरो तर्फबाट यी जातीय, वर्गीय, क्षेत्रीय, लिङ्ग यस्ता कुनै पनि कुराको भेदभाव म गर्दैन। भनेपछि पछिल्लो समय समानता का कुराहरू भनौँ या राजनीतिक, सामाजिक, न्यायिक लगायतका विभिन्न विषयहरू जो छन् नि, यस विषयमा तपाईँको दृष्टिकोणबाट राजनीतिक सँगसँगै सामाजिक परिवर्तनका लागि अर्थात् समाज रूपान्तरणका लागि यी कुराहरूमा रोकावट गर्न अर्थात् न्यूनीकरण गर्नलाई तपाईँको भूमिका के हुन सक्छ? यो सामाजिक एउटा यो घटना मानिन्छ यसलाई होइन। सामाजिक घटना हो, समाजमा द्वन्द्व फैलाउने अनि यसपछि गएर यो सामाजिक असमानता चाहिँ फैलाउने, समाजमा द्वन्द्व, हत्या, हिंसा फैलाउने हो। यसको लागि हामीले प्रत्येक नागरिकले, राज्यले पनि सोच्नुपर्ने कुरा छ। जसले जातीय, वर्गीय, क्षेत्रीय, लिङ्ग यस्ता चाहिँ कुराहरू गर्छ, नराम्रा समाजमा विकृति फैलाउने गर्छ, त्यसलाई कानुन कडा गरेर त्यसलाई नियन्त्रण गर्ने हामीले एउटा चेतना जोगाउने काम पनि गर्नु पर्यो। त्यस्तो चाहिँ अब घर घरमा हामीले स्कुलिङ पनि गर्नुपर्छ। आफ्नो शिक्षित व्यक्तिले आफ्नो घर परिवार स्वतः आफै बनाउने गर्नु पर्यो, आफ्नो पनि नैतिक चरित्रको विकास गर्नु पर्यो। यी रोकथामका उपायहरू यिनीहरू। अब जस्तै अब धार्मिक विषयमा कुरा गरौँ, हामी छोटोमा कुरा गरिरहेछौँ किनभने निरन्तर रूपमा तपाईँसँग धेरै लामो दर्शक तथा श्रोताहरूका लागि चाहिँ छोटो टिप्स दिने हाम्रो प्रयत्न हो। अब यो धार्मिक विषयमा अलिकति कुरा गर्नुपर्दा अहिले विश्वमा विभिन्न धर्म, संस्कृतिमा आस्था राख्ने व्यक्तित्वहरू धेरै छन्। तिनीहरू मध्येबाट तपाईँले मान्दै आएको अर्थात् नेपाली परम्परा अनुसारका धर्मका विषयमा तपाईँले कुराकानी गर्नुपर्दा धर्म कुन ठिक हो, कुन बेठिक हो भन्नुपर्दा चाहिँ तपाईँले कुन धर्मलाई ठिक मान्नुहुन्छ अर्थात् धार्मिक कुराहरू ठिक हो या जायज हो होइन भन्ने कुराहरूमा तपाईँको मत के हुन्छ? अब यो धर्म सम्बन्धीमा यस्तो छ, धर्म यो अब संसारमा चलेका धर्महरू अब हिन्दू, बुद्ध, इसाई, इस्लाम, जैन, सिख, पारसी, सिन्तो, ताओ, कन्फ्युसियस, कन्फू, कुर्दिस, यहुदी, जातीय प्रकृति यस्ता धेरै धर्महरू छन्। तर यी धर्म सबैले के गर्छन् भने असल बाटो देखाउँछन्, मान्छेलाई नैतिक चरित्रको विकास गराउने, मानवतावादको विकास गराउने, असल बाटोमा जाऊ अनि राम्रो मान्छे बन, त्यसपछि गएर शान्त, दया, सत्य, शान्ति, अहिंसा, मानवतावादको पालन गर भनेर त सिकाउँछन्। यहाँ धर्म अव्यवहारिक भयो। व्यवहारमा त्यो धर्मको नाम मात्रै भयो, त्यसमा चाहिँ धेरै ठुलो विकृति आयो। यो विकृतिलाई चाहिँ मान्छे अन्त्य गर्दैन, झन् त्यो विकृतिलाई पछि पोषण गरेर जलमल गरेर बढी चाहिँ बढाउने काम भयो। त्यसैले धर्मको नाममा सबै धर्म ठिक छन्। अहिले म चाहिँ आबद्ध रहेको धर्म चाहिँ वैदिक सनातन हिन्दू धर्म हो। यो एकदमै वैज्ञानिक छ, मान्छेले यहाँ बुझेका छैनन्। यो वैदिक सनातन धर्मका के छन् भने 4वटा स्तम्भहरू छन्, सिँढीहरू छन्। 1 नम्बरमा सामाजिक संस्कार छ, 2 नम्बरमा पौराणिक संस्कार छ, 3 नम्बरमा दार्शनिक संस्कार छ, 4 नम्बरमा वैज्ञानिक संस्कार छ। यो सामाजिक संस्कारमा विकार, विकृति, विसङ्गति धेरै हुन्छन्। त्यसमा अशिक्षित मानिस हुन्छन्, त्यसमा व्यवहारमा ल्याउन सक्दैनन्, व्यवहारिक बन्दैनन्। त्यसपछि यो चाहिँ जो पौराणिक प्रवृत्ति छ, मान्छेलाई एउटा नाटकीय पाराले शास्त्र लेखेर त्यसमा चाहिँ लटपट्याउने काम भइरहेको छ। पाखण्डीपना, बढी जडसूत्रवाद अनि कटमुल्लावाद यसरी ती प्रयोग भइरहेका छन्। त्यसले पनि त्यो पौराणिकताले पनि मान्छेलाई के गरिरहेछ, एकदमै भ्रममा पारिराखेको छ, इल्युजन गराइराखेको छ।
त्यसपछि दार्शनिक एकदम दर्शन यथार्थवाद ढङ्गले दिएको छ र माथि विज्ञान छ, त्यसको दर्शनको छोटो रूप विज्ञान हो जो एकदमै साइन्टिफिक छ, वैज्ञानिक छ, यो चाहिँ सनातन छ, एकदमै राम्रो छ, यो शाश्वत छ, यो वैदिक सनातन हिन्दू धर्म चाहिँ ठिक छ। भनेपछि तपाईँको विचारमा धार्मिक वास्तविकता, धार्मिक उद्देश्य अर्थात् धर्मको उद्देश्य के हुन सक्छ होइन, त्यो धर्म खास के का लागि बनाइएको थियो भन्ने खालको तपाईँको विचार? अब त्यो मानवको हित र कल्याण गर्नु, मानवतावादको विकास गर्नु, प्राणी उप दया गर्नु, राष्ट्रमा शान्ति रहनु, घरमा शान्ति, समाजमा शान्ति, व्यक्ति स्वतः शान्ति, सुख शान्ति, सन्तोष, आनन्दपूर्वक जिउने एकदम जीवन जिउने कला हो। एउटा शान्ति प्रदान गर्ने एउटा माध्यम तत्त्व हो क्या, एउटा शान्तिको चाहिँ एउटा प्रत्याभूति दिने एकदम महत्त्वपूर्ण तत्त्व हो, मूल तत्त्व हो धर्म भने। जस्तै अघि पनि तपाईँले भन्नुभयो मैले चाहिँ वैदिक सनातन धर्म मान्छु अर्थात् म त्यसमा आबद्ध छु भन्नुभयो होइन, आबद्ध भन्दा पनि मान्छु होइन। अब यसमा यो धर्मले सत्यताको मुख्य विशेषता अर्थात् सत्यता नै छ अर्थात् धार्मिक विशेषता नै छ भन्ने खालको त्यस्तो किटान गर्न सक्ने विशेषता के छ? यसको किटान गर्न सक्ने विशेषता के छ भने यसले एक नम्बरमा व्यक्तिलाई मान्दैन, सिस्टमलाई मान्छ। अरू धर्मले व्यक्तिलाई मान्छन्, व्यक्तिलाई परब्रह्म परमात्मा परमेश्वर भनेर भन्छन्, तर यसले के गर्छ भने प्राकृतिक सिस्टमलाई, त्यो सुप्रिम पावरलाई मान्छ, मूल तत्त्व एउटा सृष्टिको त्यो मूल तत्त्वलाई मान्छ, प्रकृति सिस्टमलाई मान्छ, जेनेरेटर ओपरेटर डिस्ट्रक्टर पावर, यो एउटा त्रिआयामिक शक्ति र सिस्टम छ यहाँ, त्यसलाई मान्छ। यसले व्यक्तिलाई अब गुरुको रूपमा मान्ने भयो, त्यसलाई परमेश्वरको रूपमा मान्दैन। अरू धर्मले व्यक्तिलाई परमेश्वरको रूपमा मान्छन्, यसले सिस्टम प्राकृतिक सिस्टमलाई मान्छ, त्यही नै यसको विशेषता हो। भनेपछि यो साँच्चीकै एउटा मान्नुपर्ने धर्म एकदमै वैज्ञानिक छ यसमा। यसो भन्दै गर्दा क्रिस्चियनहरू अर्थात् अरू अन्य धर्महरू तपाईँको धर्म बाहेक अर्को धर्मको मानिसहरूले यसलाई चाहिँ कन्ट्रोभर्सीको रूपमा लिन्छन् कि विवादित रूपमा लिन्छन्? विवादको रूपमा लिने कुरो भएन। जस्तै येशू ख्रीष्ट पनि हामीले मान्छौँ विश्वकै तारा हुन् होइन, हामीले किनभने हाम्रा गुरु हुन्, गुरु हुन्, त्यो गुरुको वचनमा नरहेर तिनको मार्गमा नरहेर आफ्नो मन परे अनुसार येशू ख्रीष्टको नाम मात्रै गरेका छन्, अरू आफ्नो मन परे अनुसार चलेका छन्, उनको खिल्ली उडाएका छन्। बरु हामीले मानिरहेका छौँ राम्रोसँग, हामी गुरुको रूपमा मान्छौँ। जिसस क्राइस्ट भयो, त्यसपछि अरे गुरु नानक भए, त्यसपछि हजरत मोहम्मद अली भए, जति जति हुनुहुन्छ महावीर भए, यिनलाई हामी गुरुको रूपमा एकदम सम्मानित हामी गर्छौँ, सम्मान गर्छौँ यिनलाई। तर यिनै परमेश्वर चाहिँ होइन, यिनले पनि ईश्वर मान्छन्, परमेश्वर मान्छन्। एउटा रोचक कुरो, जस्तै क्रिस्चियनहरूले हिन्दूहरूको विवाह भोजमा गयो भने टिका नलगाउने, मुस्लिमहरूले तपाईँको चाहिँ क्रिस्चियन हिन्दूहरूले काटमार गरेको मासुहरू नखाइदिने है, यी विभिन्न खालका एक प्रकारका तलपट्टि होइन हाम्रो समाजमा आएका यी विभिन्न विभेदहरू छन् नि, यी विभेद गर्नुको कारण यो गर्न आवश्यक छ। यो मानिसहरूमा इगो छ, एकदमै ठुलो इगो छ, म नै घमण्ड, आई एम किङ, अदर इज नथिङ भन्ने एउटा मानिसको भावना छ। त्यस्तो जिसस क्राइस्टले भन्नुभएको छैन। म पनि जिसस क्राइस्टका वचनहरू पढिराखेको छु, 10वटा आज्ञा मैले पालन गरिराखेको छु। जिसस क्राइस्टले त्यस्तो कहिल्यै भन्नुभएको छैन। यिनले त्यो हो त्यही फैलाएर त यहाँ अनि यी अरू धर्म चाहिँ ठिक होइन भनेको छ। सहिष्णुता छ वैदिक सनातनमा, कसैको चाहिँ त्यस्तो त्यो घृणित दृष्टिले वैदिक सनातनले हेर्दैन, यिनले अरूले हेर्ने गरेका हुन्छ, यिनले सुधारिएर जानुपर्छ। हामी पनि जिसस क्राइस्टलाई मान्छौँ, हामी पनि ईसा मसीहको वचन चाहिँ परिपालन गर्छौँ, अङ्गीकार गर्छौँ, धारण गर्छौँ, नानकलाई मान्छौँ, महावीरलाई मान्छौँ। तर यिनीहरूले के गरिरहेछन् भने चेतनामा धेरै तल छन्, जिसस क्राइस्टको खिल्ली उडाइराखेका छन्, यिनले चाहिँ भेदभाव गरिरहेछन् र मानवमा द्वन्द्व, हत्या, हिंसा गर्ने काम, द्वन्द्व फैलाइरहेछन्। यो यिनले सुधारिएर जानुपर्छ, रोक्नुपर्छ। अब हामी लामो समय तपाईँ शैक्षिक क्षेत्रमा एउटा चाहिँ समय व्यतीत गरेको व्यक्तिकै रूपमा आज हामीले विशेष बहस गरेका थियौँ र त्यो शैक्षिक बहस हामी चाहिँ अझ गहिरिएर लिन्छौँ। तपाईँले आफ्नो जीवनमा लामो समय चाहिँ शिक्षा क्षेत्रमा अनुभव गर्नुभएको छ अर्थात् बिताउनु भएको छ, विद्यार्थी र शिक्षक समाजसँग प्रत्यक्ष रूपमा तपाईँ जोडिनु भएको छ। त्यो प्रत्यक्ष रूपमा जोडिँदै गर्दा हिजो तपाईँ सेवामा हुँदा गर्न नसकेको र अब सेवाबाट बाहिर आइसकेपछि गर्न सक्ने र समाज रूपान्तरण गर्न सक्ने कुनै त्यस्ता आधारहरू क्रिएट गर्नुभएको छ? मैले क्रिएट गरेको छु। पहिले मैले औपचारिक रूपमा शिक्षा क्षेत्रमा काम गरेँ र 32 वर्ष काम गरेँ। अब पनि मैले के गरेको छु भने शिक्षामा नै मैले चाहिँ निरन्तर चाहिँ कन्ट्रिब्युसन दिने शैक्षिक क्षेत्रलाई एकदम त्यसैमा समर्पित हुने र समाजसेवा विद्यार्थीहरूलाई चाहिँ आउँदै गएर विद्यालयमा मेरो सास प्राण रहन्जेलसम्म विद्यालयमा नै भोलिन्टियरको रूपमा मैले सेवा गर्ने भनेको छु। तिनलाई नयाँ नयाँ किसिमको अब आफूले शैक्षिक सामग्री बनाएर हुन्छ या किताब नयाँ गरेर हुन्छ, आफूले एक एक प्रत्येक विद्यालयमा कुनै आफ्नो जान सक्ने विद्यालयमा गएर अनि नयाँ अब वर्णमाला नयाँ ढङ्गले मैले 1 देखि 5 सम्मका वर्णमाला समायोजन गर्ने गरेको छु। त्यसरी विद्यालयको प्रत्येक विद्यालयमा गएर विद्यार्थीहरूलाई चाहिँ आफ्नो चाहिँ भएको ज्ञान दिने, अझै पनि भोलिन्टियरको रूपमा निःशुल्क चाहिँ सेवा गर्ने भनेर मैले यो प्रतिबद्धता गरेको छु। हाल तपाईँ शिक्षा पेसाबाट
रिटायर भइसकेपछि अर्थात् तपाईँ चाहिँ फर्किसकेपछिको कुराहरू जो छ नि हजुर तपाईँले भोलिन्टियर काम गर्छु अर्थात् विद्यालयमा गएर म पैसा बिनाको काम गरेर भए पनि शिक्षाको ज्योति फैलाउँछु भन्नु भएको छ यो कतिसम्म तपाईँले 1 2 3 भनिरहँदा मैले गर्न सक्ने आधार यो छ यो छ यो छ भनेर 3 नम्बरसम्म 1 2 3 गरेर भन्न सक्ने स्थिति छ अब आधारमा के छ भने अब त्यस्तो केही छैन मैले भन्नु खोजेको के हो त भने अहिलेसम्म जो सरकारले गभर्मेन्टले किताब निकालेका छन् कि एकदमै ठिक निकालेको छ सरकारले पाठ्यपुस्तक ठिक निकालिरहेको छ व्यावहारिक छ जो अहिले व्यापारको हिसाबले पसल खोलिएका छन् यो निजी विद्यालयहरू यिनले विद्यार्थीबाट रुपैयाँ धेरै लियो बनाएर त्यो खच्चक बराबरको किताब चाहिँ बोकाउने भारी जस्तो किताब बोकाइराखेका छन् र अब सरकारी किताबमा पनि केही कुराहरू उ गर्नुपर्ने भएको हुनाले चाहिँ अब संशोधन गर्नुपर्ने भएको हुनाले मैले 1 देखि 5 सम्मका विद्यार्थीहरूलाई एकै वर्णमालाले पुगिहाल्ने र जस्तै अब मैले सबै पुरै निःशुल्क दिन नसक्यो भने आफ्नो किताब चाहिँ छपाएर त्यसको केही डिस्काउन्ट गरेर विद्यार्थीहरूलाई ती वर्णमाला वितरण गर्ने र विद्यालयमा आफूले चाहिँ त्यसरी दिने प्रत्येक चाहिँ विद्यालयमा जाने अब आफ्नो चाहिँ भ्याएसम्म जहाँ पहुँच आफ्नो हुन सक्छ त्यहाँ जाने भन्ने मेरो भनाइ छ अब जस्तै अब तपाईँको हामी राजनीतिक विषयमा पनि थोरै कुराकानी गर्छौँ राजनीतिमा पनि फेरि व्यक्तिगत तपाईँसँग जीवनसँग जोडिएको राजनीतिसँग कुरा गर्छौँ म पहिलो प्रश्न तपाईँले के सोध्नु भने राजनीति सेवा या कर्म यसलाई कसरी लिनुहुन्छ राजनीति सेवा र जस्तै मार्क्सले पनि भन्नुभएको छ यो राजनीति भनेको जीवन र जगतलाई बदल्ने हो उनले के भने धेरै दार्शनिकहरू जम्मा थिए दार्शनिकहरूले विभिन्न डिफिनेसनहरू दिए परिभाषाहरू दिए दर्शन केलाई भनिन्छ भन्ने कुरामा र भन्दा त्यहाँ सबैले जीवन यो संसारलाई बुझ्नको लागि व्याख्या गर्नको लागि दर्शन भनिन्छ भन्ने कुरो गरे पछि मार्क्स त्यो सभामा जाँदाखेरि होइन त्यसो होइन राजनीति भनेको यो सम्पूर्ण दर्शन भनेको के भने जीवन र जगतलाई बुझ्ने र बदल्ने होइन यो बुझ्ने र बदल्ने मेन ड्युटी अफ ह्युमन बिङ इज टु अन्डरस्ट्यान्ड एन्ड चेन्ज द लाइफ एन्ड चेन्ज द वर्ल्ड भनेर यसरी भनेका छन् मानिसको मुख्य कर्तव्य जीवन र जगतलाई बुझ्ने र बदल्ने हो होइन त्यसैले हामीले राजनीति भनेको सेवा हो र आफूलाई पनि र जगतलाई समाजलाई पनि बदल्ने हो क्या त्यही हो बदल्ने त्यो चाहिँ यसको मुख्य थ्योरी चाहिँ त्यही हो आफू नबदली जगत बदल्न पहिला आफूबाट सुरु गर्ने अनि जगत चाहिँ बदलिन्छ समाज अनि परिवर्तन हुन्छ आफू उदाहरणीय स्वरूप आफू बदलिएन भने त्यो समाज परिवर्तन हुँदैन भने तपाईँ जस्तो यस्तो सोच एउटा ग्रेट सोच भएको व्यक्ति होइन राजनीतिक जीवनमा आउँदै गर्दा व्यक्तिगत रूपमा तपाईँले कुनै पनि चुनाव आम सभा भनौँ न एउटा चुनावी सभामा पनि समावेश भएको देखिएन अहिलेसम्मको इतिहासमा हेर्दाखेरि तपाईँ आफै पनि कुनै चुनावमा लड्ने अथवा चुनावमा आकाङ्क्षीको रूपमा प्रस्तुत हुनुभएको छ म अहिलेसम्म भएको छैन शिक्षक पेसामा थिएँ अब मेरो त्यस्तो के भयो भने नेपालको राजनीतिमा दलीय सिस्टममा यो दलहरूले व्यावहारिक चाहिँ भएनन् नेपालमा दल बहुदलमा एउटा विकृति देखियो लोकतान्त्रिक गणतन्त्र व्यवस्था धेरै ठिक हो स्वतन्त्रता छ यसमा धेरै प्रत्येक व्यक्तिको अस्तित्व छ धेरै राम्रो लोकतन्त्र बनेको तर नेपालले यसलाई चाहिँ टेकाउन नसक्ने भयो र दलमा पनि यिनीहरूको चाहिँ खासै व्यावहारिक बन्न सकेनन् आपसमा काटाकाट मारामार कुनै व्यावहारिक नभएर व्यक्तिगत स्वार्थमा लम्पट भएका हुनाले मैले यो कुनै पनि अब चुनाव लड्ने पनि इच्छा छैन र यसमा राजनीतिमा जाने एउटा औपचारिक रूपमा जाने पनि मेरो इच्छा छैन मैले छोडिदिएँ अबदेखि कुनै पार्टीमा नलाग्ने भने आजदेखि प्रतिबद्धता गरेर मैले त्यो भएको काङ्ग्रेसमा पनि यो कुरा घोषणा गरेँ म त्यो काङ्ग्रेसमा पनि लाग्दैन कुनै पार्टीमा पनि नलाग्ने भएर मैले आजदेखि सबै पार्टी परित्याग गरिदिएँ मैले केही अब लाग्ने अब अन्तिममा कार्यक्रममा हामीले तपाईँसँग कुराकानी गर्दै गर्दा यो छोटो समयमा धेरै कुराहरू सोध्न भ्यायौँ अर्थात् मैले सोध्न हजुरले बोल्न खोजेको र मैले सोध्न नसकेको कुराहरू के छ भने हाम्रो दर्शक तथा श्रोताका लागि प्रश्न पारिदिनुहोस् अब भन्नुपर्ने कुरा केही छैन हामीले मानव भएर बाँच्नुपर्छ विशुद्ध र विवेकशील नागरिक भएर बाँच्नुपर्छ राष्ट्रमा स्वतन्त्रता हुनुपर्छ र शान्ति हुनुपर्छ अनि मानवतावादको विकास हुनुपर्छ र व्यावहारिक शिक्षा आत्मनिर्भर शिक्षा र आत्मविकासको शिक्षा देशमा हुनुपर्छ र समाज चाहिँ समाजमा द्वन्द्व कुनै पनि प्रकारका गल्ती दोष पाप अपराध विकार विकृति विसङ्गति हुनु हुँदैन विशुद्ध समाज हुनुपर्छ भन्ने मेरो यही नै भनाइ हो हस् धेरै धेरै धन्यवाद समय र संवादका लागि धन्यवाद हजुरलाई आदरणीय दर्शकबिनहरू आजको बहस पक्कै पनि फरक तपाईँका माझ हामीले बस्यौँ तपाईँलाई यो बहस कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो कमेन्ट बक्समा लेख्नुहोला हामीसँग आज हुनुहुन्थ्यो अत्यन्तै विद्वान व्यक्तित्व जो कालीकोट जिल्लामा जन्मिनुभयो र शिक्षक पेसामा राज्यका विभिन्न स्थानमा गएर आफ्नो शिक्षा पेसालाई निरन्तरता दिनुभयो र अहिले सेवानिवृत्त भइसकेपछि टिकापुरमा आज हामीसँग यो बहस गर्ने समय जुर्यो उहाँलाई पुनः पनि धेरै धेरै धन्यवाद दिन्छु र धन्यवाद तपाईँले अहिलेसम्म तपाईँले यो बहसलाई हेरेर साथ दिनुभयो र विशेष गरी उहाँको परिचय म फेरि पनि भनौँ जो कालीकोट जिल्लामा जन्मिनु भएको एउटा शिक्षक अब्बल शिक्षकका रूपमा स्थापित हुनुभएको आदरणीय व्यक्तित्व शिवराज सञ्जाल
भास्कर सर हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गऱ्यौँ। यो कुराकानी तपाईँलाई जस्तो लाग्यो त्यस्तै हाम्रो कमेन्ट बक्समा लेख्नुलाई भन्दै अहिलेका लागि बिदा हुन्छु। हवस् त, नमस्कार।